फेरि पनि मेरो च्यानलमा यहाँहरूलाई स्वागत छ। B.Ed फर्स्ट इयरको कम्पलसरी इङ्ग्लिस अन्तर्गत ग्रामर आइटम लिएर म उपस्थित भइसकेको छु। यो ग्रामर आइटम चाहिँ एकदमै इम्पोर्टेन्ट छ भाइ बहिनीहरू। विगतमा पनि सोधिएको र तपाईहरुलाई आगामी परीक्षामा पनि सोध्न सक्ने सम्भावना भएको र तपाईलाई पर्सनल इङ्ग्लिस नलेजको लागि पनि एकदम उपयोगी छ है त। मेरो धेरै भिडियोहरु भाइ बहिनी हेरिराख्नु भएको छ, मन पराइदिनु भएको छ, कमेन्ट गर्नु भएको छ। त्यसो भएपछि मैले पनि केही भिडियोहरु भाइ बहिनीलाई निर्माण गरिरहेको छु। ढिलो नगरिकन हामी सुरु गर्छौं। तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुस्, कमेन्ट गर्नुस्, तपाईलाई मनमा लागेको कुरा लेख्नुस् है त। यहाँ तपाई स्क्रिनमा देख्दै हुनुहुन्छ, rewrite each sentence so that it has a similar meaning using the verb from the box। बक्समा दिएका भनेको चाहिँ यहाँ बक्स चाहिँ देखिदैन, तर यहाँ जति पनि ल्याङ्ग्वेज आइटमहरु तपाईलाई भर्बको फर्ममा दिएका जुन साना साना क्लजहरु छन् यहाँ भाइ बहिनीहरु, साना उपवाक्यहरु, वाक्यको अंशहरु छ, त्यसलाई प्रयोग गरेर तल दिएका वाक्यहरुमा फेरि पुनर्लेखन गर्नुपर्छ। त्यसो गर्दा तपाईको अर्थ चाहिँ उस्तै आउने हुनुपर्छ है। के दिएको छ त भन्दा, they were not able to, you are not allowed to, do you mind if, you didn't need to, they are unable to, you are allowed to, you have to, do you mind ... ing भर्बमा ing राख्नु पर्यो। you were supposed to, do you want me to। अब तपाईलाई एक नम्बरमा आन्सर पनि गरिदिएको छ, you may bring one bag with you on the plane। तपाईले प्लेनमा एउटा ब्याग तपाईसँगै ल्याउन सक्नुहुन्छ भनेर भन्छ है। त्यसो भएकोले अब यसलाई चाहिँ मिल्ने गरी यही आशय आउने गरेको वाक्य फेरि हामी यसरी बनाउन सक्छौं। यसमा यही हुन्छ भन्ने छैन भाइ बहिनीहरु, तपाईले अरु पनि प्रयोग गर्न सक्नुहुन्छ, तर ग्रामेटिकली मिल्नु पर्यो अनि एप्रोप्रिएट हुनु पर्यो र आशय चाहिँ त्यही आउनु पर्यो है त। त्यो वाक्यलाई यसरी लेखेको छ, आन्सर त्यहाँ गरिसकेको छ, you are allowed to bring one bag with you on the plane। अब यसो लेख्दाखेरि हेर्नुस् त, you are allowed to भन्ने माथि दोस्रो नम्बरमा छ नि दिएको अप्सनमा, you are not allowed to छ, त्यसलाई you are allowed to भनेर त्यहाँ हेर्नुस् त, they were not able to अनि यतापट्टि चाहिँ दाहिनेपट्टि you are allowed to छ। अब you are allowed to भनेपछि माथिल्लो क्वेशनमा भएको कुन भाग चाहिँ छोड्यो त, तपाईले यसो यसलाई अलिकति दिमाग लाउनु पर्छ, रिसर्च गर्नुपर्छ। त्यो हेर्दा तपाईले थाहा पाउनु भयो, you are allowed to लेखेपछि माथि you may भन्ने चाहिँ छोडेको छ हैन त। त्यो you may लाई तपाईले कपीमा सारेपछि गोलो गर्नुस्। त्यसो गरेपछि तपाईलाई याद हुन्छ कि you may को सट्टामा हामीले you are allowed to प्रयोग गरेको छौं अनि बाँकी अंशलाई जस्ताको तस्तै सारेको छौं हो के हैन त। त्यसो भएपछि त्यसको आशय फेरि उस्तै आयो र आन्सर भयो, you are allowed to bring one bag with you on the plane। बुझिसक्नु भयो है त भाइ बहिनीहरुले। अब क्वेशनहरु म एकपल्ट पढ्छु अनि अर्को स्लाइडमा आन्सर सहितको जानकारी तपाईलाई म प्रस्तुत गर्दै छु। You can't speak during the exam। तपाई परीक्षा अवधिमा बोल्न सक्नुहुन्छ त, बोल्न पाइन्छ त पाइदैन नि भाइ बहिनीलाई थाहा छ है। 3 नम्बरमा छ, may I put my feet on this chair। यो चेयरमा मैले खुट्टा राख्न सक्छु भनेर अनुमति मागेको छ। अब यस्तै आशय हुने गरेको फेरि हामीले माथिको त्यो क्लजलाई प्रयोग गर्दै फेरि लेख्नु पर्ने छ, हामीलाई थाहा भइसकेको छ। नम्बर 4 मा छ, you should have practiced harder। तिमीले अझ धेरै अभ्यास गरेको हुनु पर्थ्यो भनेर भन्दै छ। 5 नम्बरमा छ, you must wear a helmet। तिमीले हेलमेट लगाउनु पर्दछ। 6 मा छ, you needn't have bought me a present। तिमीले मलाई यो उपहार नल्याइदिएको हुनु पर्थ्यो, ल्याउनु आवश्यक थिएन, नल्याएको भए हुने भन्ने आशय छ है। त्यसैले नम्बर 7 मा छ भाइ बहिनीहरु, they can't sing। तिनीहरुले गीत गाउन सक्दैनन् भन्ने आशय छ। नम्बर 8 मा छ, they couldn't find our house। तिनीहरुले हाम्रो घर पत्ता लगाउन सकेनन्। 9 नम्बर छ, can you speak more slowly please। कृपया गरेर अलिक बिस्तारो बोल्नुहुन्छ कि अलि ढिलो बोल्दिनुहुन्छ कि भनेर कसैलाई अनुरोध गरेको वाक्य छ। नम्बर 10 मा छ, shall I cook tonight। आजको रात भरि चाहिँ म पकाउन सक्छु, मैले खाना बनाउन सक्छु भनेर कसैलाई अनुमति मागे जस्तो आशय यहाँ बुझिन्छ। अब यी वाक्यहरुलाई भाइ बहिनीहरु 1 नम्बर त हामीले गरिसकेको छौं। 2 देखि 10 सम्मको वाक्यहरुलाई हामीले फेरि पुनर्लेखन गर्नुपर्ने छ। अर्को स्लाइडमा हामी हेर्छौं आन्सर सहित है त। भाइ बहिनीहरुले कुरा बुझिसक्नु भएको छ। एक्जाममा हाम्रो फर्मेट अनुसार 7 वटा क्वेशन सोध्छ, 7 मार्क्सको। विगतमा पनि सोधेको क्वेशन हो भाइ बहिनीहरु। तपाईलाई मेरो अरु पनि भिडियो हेरिराख्नु भएको होला, एकदमै उपयोगी भिडियोहरु हुन्छ। यो सालको चाहिँ बनाइदिनु न भन्नुहुन्छ भाइ बहिनीहरुले, त्यस्तो हुँदैन। यो मैले तपाईहरुको सिलेबसमा आधारित भएर, बुकमा आधारित भएर बनाएको भिडियोहरु छन्। सबै भिडियोहरु हेर्नुस्, तपाईलाई एकदमै उपयोगी हुनेछ। धेरै भाइ बहिनीहरुले यसलाई उपयोगी मान्नु भएको छ, तपाईले हेर्नुस् है त।
मैले अगाडि भने जस्तै भाइ बहिनीहरू अब आन्सर सहितको अर्को स्लाइड हाम्रो अगाडि देखिसकेको छ। तपाईको मोबाइलमा कतिको देखिन्छ, तपाई के डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भाइ बहिनीहरू मैले बुझ्दिन है, तपाईले जुम गरेर हेर्नु होला। समय अभावको कारणले मैले नियमित रूपमा धेरै भिडियो तपाईहरुसम्म ल्याउन नपाए पनि मैले भ्याएको बेलामा भाइ बहिनीलाई दिइराखेको हुन्छु, हेरिराख्नुस्। एक्जामको बेलामा मात्रै हेर्ने भन्दा पनि नयाँ भाइ बहिनीहरुलाई पनि अरु बेला पनि तपाईले हेर्ने गर्नुस्, तपाईलाई एकदमै उपयोगी सिद्ध हुनेछ। गोपाल सरले लामो कलेजमा टिचिङ मेरो एक्सपिरियन्सको आधारमा मैले भाइ बहिनीलाई कहाँ समस्या पर्छ, के बुझिँदैन भन्ने हिसाबले मैले 20औं वर्ष पढाएको अनुभवको यो उपलब्धि हो भाइ बहिनीहरु। तपाईलाई मैले मेरो नलेज, मेरो अनुभव शेयर गरिराखेको हुन्छु। अब जाउँ यतातिर है त। नम्बर 2 हेर्नुस् त, 1 त गरेकै छ, 2 नम्बर पनि आन्सर मैले लेखिसकेको छु। कसरी लेख्यो त हेर्नुस् त। यु कान्ट स्पीक ड्युरिङ द एक्जाम भन्यो नि, तपाईले परीक्षाको बेलामा बोल्न सक्नुहुन्न। यो कुरालाई यसरी पनि भन्न सकिन्छ है भनेको, यु आर नट अलाउड टु स्पीक ड्युरिङ द एक्जाम। अब यु आर नट अलाउड भन्दाखेरि चाहिँ माथि के छोड्यो त, मैले अघि भनेको छु नि। तपाईले यसलाई कपीमा सार्नुस्, अनि कपीमा सारेपछि आन्सर र क्वेशनमा के बदलाव आएछ त हेर्नुस्। त्यसरी हेर्नुभयो भने स्मार्ट लर्निङ भन्छ यसलाई है। भाइ बहिनीहरु स्मार्ट हुनुहुन्छ अहिलेको भाइ बहिनीहरु, मलाई थाहा छ। तपाईले चाहिँ यु कान्ट स्पीक ड्युरिङ द एक्जामलाई आन्सरमा यु आर नट अलाउड टु स्पीक ड्युरिङ द एक्जाम भन्दा या यु कान्ट को सट्टामा यु आर नट अलाउड टु भनेर गरिएको छ हैन त। तपाईले यु कान्टलाई गोलो गर्नु होला कपीमा सारेपछि, अनि यु आर नट अलाउडलाई अन्डरलाइन गर्नु होला, आफूले बुझ्न है। त्यो चाहिँ एक्जाममा त यसरी लेख्दा हुन्छ। त्यसो गरेपछि स्पीक ड्युरिङ द एक्जाम त जस्ताको तस्तै छ, बुझ्नु भयो नि। नम्बर 3 मा छ मे आई पुट माई फिट अन दिस चेयर भन्ने प्रश्नलाई यसरी पनि सोध्न सकिन्छ, डु यु माइन्ड इफ आई पुट माई फुट अन दिस चेयर भनेर भनिएको छ। यसमा फेरि तपाईले मनमनै भनिसक्नुभयो, मे आई को सट्टामा के राखेको छ त, डु यु माइन्ड इफ भनेर प्रतिस्थापन गरिएको छ। त्यसलाई पनि तपाईले इन्डिकेट गर्नुस्, अन्डरलाइन गर्नुस्, हाइलाइट गर्नुस्, अनि त्यसरी हेर्नुभयो भने बिर्सिँदैन नि त। यु शुड ह्याभ प्र्याक्टिस हार्डर भन्ने वाक्यलाई यु आर सपोज टु प्र्याक्टिस हार्डर भनिएको छ भाइ बहिनीहरु। कहाँसम्म कति चेन्ज भयो त यहाँ हेर्नुस् त। यु शुड ह्याभ को सट्टामा यु आर सपोज टु भनेर भनिएको छ हैन त। प्र्याक्टिसलाई चाहिँ भित्री छ, तल्लोमा के बनाएको छ, V1 बनाएको छ, प्र्याक्टिस मात्रै छ। यसरी नोटिस गर्दै हेर्नुपर्छ। भने त मैले भन्नै पर्दैन, भाइ बहिनीहरु कति धेरै स्मार्ट हुनुहुन्छ। नम्बर 5 छ यु मस्ट वेयर अ हेलमेटलाई चाहिँ हामीले आन्सर गरेको छौं, यु ह्याभ टु वेयर अ हेलमेट। मस्टलाई के गर्यो त, ह्याभ टु भन्यो। आशा उस्तै आउँछ भाइ बहिनीहरु। यु निडन्ट ह्याभ ब्रट मी अ प्रेजेन्ट भन्ने वाक्यलाई यु डिडन्ट निड टु बाई मी अ प्रेजेन्ट। माथि भएको कुरा चाहिँ बटलाई बाई बनाएको रहेछ, मी अ प्रेजेन्टलाई मी अ प्रेजेन्ट फेरि त्यही छ, अगाडिपट्टिको भाग मात्र चेन्ज गरेको छ। फेरि पनि तपाईलाई भन्दैछु यसको आन्सर यही भन्ने छैन, अरु पनि मिल्न सक्छन्, तपाईलाई मिलाउन जान्नुभयो भने। दे कान्ट सिङ, त्यसलाई के गर्ने त, दे आर अनेबल टु सिङ। अगाडिपट्टि त्यो सिङ भन्ने भर्ब जस्ताको तस्तै प्रयोग गर्यो, दे क्यानटलाई के गर्यो, दे आर अनेबल टु भन्यो। अब त्यसपछि नम्बर 8 छ दे कुडन्ट फाइन्ड आवर हाउस भन्ने वाक्यलाई दे वेयर नट एबल टु फाइन्ड आवर हाउस। भाइ बहिनी देमा द मात्रै भएछ है, तपाईले पनि देख्नुभयो, यो TSE मात्रै भएछ दे है। त्यो चाहिँ दे वेयर नट एबल टु फाइन्ड आवर हाउस। क्यान यु स्पिक मोर स्लोली प्लिज, डु यु माइन्ड स्पिकिङ मोर स्लोली प्लिज भन्नु पर्यो हैन। नम्बर 10 मा छ शैल आई कुक टुनाइट भन्ने वाक्यलाई डु यु वान्ट मी टु कुक टुनाइट भनेर बनाइएको छ। हेर्नुस् त, अब यसलाई कसरी आउँदो गर्ने होला त भन्ने च्यालेन्ज छ नि भाइ बहिनीहरुलाई हैन। मेरो लामो अभ्यासले मैले भाइ बहिनीहरुलाई धेरै पढाएको, ट्युसनमा पनि हजारौं विद्यार्थीहरुसँग मेरो अन्तर्क्रिया हुन्थ्यो। तर अनलाइन क्लास भनिराख्नु भएको हुन्छ भाइ बहिनीले, मैले आफ्नो कार्यव्यस्तताको कारणले म कतै अलि व्यस्त हुन्छु भाइ बहिनीहरु। त्यही भएर छुट्टीको दिन मात्रै मैले भिडियो बनाइराखेको हुन्छु, मैले अनलाइन क्लास लिएको छैन। मलाई सयौं भाइ बहिनीले अनलाइन क्लास भन्नुहुन्छ, मैले कुनै बेला भ्याएछु भने तपाईहरुलाई कुनै माध्यमबाट म क्लास लिन्छु नै, तपाईलाई जानकारी दिउँला। तर अहिले सम्भव भएको छैन, त्यही भएर तपाईले यसलाई यसलाई आउँदो कसरी गर्ने त भन्दाखेरि भाइ बहिनी यो चाहिँ स्पोकनसँग रिलेटेड भएकोले चाहिँ यसलाई पटक पटक भन्नुपर्छ, तपाईले बुझ्नुभयो नि। जस्तै 5 नम्बरको हेर्नु त, यु मस्ट वेयर अ हेलमेटलाई तपाईले आउँदो गर्नु पर्यो भनेदेखि लेख्थे, कसैलाई लेखेर आउँछ, कसैलाई भनेर आउँछ, बुझ्नुभयो नि। यु ह्याभ टु वेयर अ हेलमेट, यु ह्याभ टु वेयर अ हेलमेट, यु मस्ट वेयर अ हेलमेट, यु ह्याभ टु वेयर अ हेलमेट भनेर 4-5 पटक भन्नुभयो भने तपाईलाई छिट्टो आउने हुन्छ यो। र एक दुई पटक कपीमा लेख्ने पनि गर्नुस्। भाइ बहिनीहरु मैले अघि भनिसके तपाई कति धेरै फार मोर स्मार्ट हुनुहुन्छ। अब भाइ बहिनीहरु धेरै मेहनत गर्ने भन्दा पनि स्मार्टली लर्न गर्नुपर्छ, यसलाई चाहिँ एकदमै ट्रिक प्रयोग गरेर पढ्नुपर्छ हैन त। त्यसो भएकोले
आशा छ भाइ बहिनीलाई आजको भिडियो मन पर्यो होला। तपाईलाई मन पर्यो परेन तपाईले कमेन्टमा लेख्नुहोस् है त। मेरो यो सामग्रीलाई शेयर गरिदिनुहोस्, भाइ बहिनीसम्म पुर्याइदिनुहोस्। भाइ तपाईहरुलाई पनि उपयोगी भयो होला। तपाईका मनका कुरा लेख्नुहोस्। फेरि अर्को भिडियो लिएर म उपस्थित हुनेछु। तबसम्मको लागि स्टे ह्यापी, स्टे सक्सेसफुल, बाइ बाइ।